ठाउँमा यो जमानासम्म पनि बिजुली बल्न नसकेको कारणले यस्ता बस्तीहरू पनि सुनसान परिरहेका छन्। यसरी बाख्राका खोरहरू रित्ता बसिरहेका छन्। यस्ता काठले बनेका घरहरू सुनसान खाली रहेका छन्। यो बत्तीको अभावले नै यत्रा घरहरू पनि सुनसान परिरहेका छन्। यहाँ रहेको यो पानीको धारा पनि एकदमै सुनसान सुक्खा बसिरहेको छ। यति रमाइलो घर खाली बसिरहेको छ। यहाँ धेरै थुप्रै घरहरू खाली बसिरहेका छन्। हाम्रो टिमहरू पोलमा चढिरहेका छन् र हामी कोठातिर जाँदैछौँ। त्यहाँ माताको मन्दिर रहेको छ। आडु बखराको रुख पनि सुकेर बसिरहेको छ। परालको टाउको राख्ने यो पनि खाली बसिरहेको छ। यति रमाइलो दामी घर झाडी जङ्गलले भरिएर एक्लै बसिरहेको छ। यहाँ गोठ टोयलेटहरू, यहाँ गोठ छाना भत्केर यस्तो बसिरहेछ। यहाँ आँपको रुख देखिरहेको छ। यो स्थिति रहेछ हाम्रो नेपालको। बिजुलीको अभाव नै बस्ती सुनसान हुन बाध्यता भइरहेको रहेछ। बत्ती नभएको कारणले नै यस्ता जग्गाहरू बन्जर परिरहेका छन्।